आजभन्दा 35 वर्ष अघि त्यति बेला मेरो बुबाको जिन्दगी सम्झदा मलाई लाग्छ साँच्ची म बाँचिरहेको समय उहाँको सपना पो थियो कि। किनकि मेरो बुबाको जीवनमा न धेरै थियो, न स्कुल, न किताब, न सडक, न उज्यालो, न प्रजातन्त्र, न सपना, न आशा। बुबाको समयमा देशमा 10 जना मानिसमध्ये झण्डै 5 जना गरिब थिए। 42% निरपेक्ष गरिबी थियो। मेरो समयमा देशमा निरपेक्ष गरिबी घटेर 20% मा झरेको छ। अर्थात् 3 दशकमा आधा भन्दा बढी गरिबी कम भएको छ। यदि बुबाको पालाको जस्तो उपभोग गर्ने वस्तुमध्ये 40 वस्तुका आधारमा मात्र गरिबीको गणना हुन्थ्यो भने आज देशको गरिबी दर 100 मा लगभग 4 अर्थात् 3.6% मात्र हुने थियो। किनकि अहिले त उपभोग गर्ने 72 वस्तुका आधारमा गरिबी नापिन्छ। बुबाको समय र अहिलेको समयको तुलना गर्ने हो भने गाउँ र सहरबीच गरिबीको अन्तर 21% बाट 7% मा झरेको छ। मेरो बुबाको समयमा 100 मा 10 अति धनीको आम्दानी 100 मा 10 अति गरिबको भन्दा 21 गुणा बढी थियो। अहिले त्यसको अन्तर तल झरेर 6 गुणामा सीमित भएको छ। मेरो बुबाको समयमा समाज 2 भागमा बाँडिएको थियो। एक भाग जसले पाउँथ्यो र अर्को जसले पर्खिन्थ्यो। आज म वरिपरि हेर्छु, अति धनीहरूको राष्ट्रिय आम्दानीमा हिस्सा घटिरहेको मात्र होइन, समाजमा गरिबी पनि घट्दै गएको छ। बीचको मध्यम वर्ग टाक्सिँदै गएको होइन, फैलिँदै गएको छ। यस्तो लाग्छ म बाँचिरहेको समय मेरो बुबाको सपना पो थियो कि। बुबाको समयमा 9000 किलोमिटर मात्र सडक थियो। त्यसमा पनि पक्की सडक त जम्मा 25% मात्र। आज सबै जिल्ला सदरमुकाम सडकसँग जोडिएका छन्। सडकको लम्बाइ 1,10,000 किलोमिटर भन्दा बढी छ, जसमध्ये 80% पक्की छन्। आज मेरा 10 जना साथीहरूमध्ये कम्तीमा पनि 9 जनाले भन्न सक्छन् मेरो टोलमा सडक छ। नयाँ प्रविधिबाट टनेल र अग्ला पुलहरू बन्न थालेका छन्। पहाड, खोज, भिर अब बन्दकर्ताले होइन, इन्जिनियरिङ प्रविधिले जित्न थालेको छ। पूर्व पश्चिम 4 वटा राजमार्ग सञ्चालनमा छन्। ट्विन लगभग विस्थापित भइसके। काठे पुल अब प्रयोगमा होइन, सम्झनामा मात्र छन्। यस्तो लाग्छ म बाँचिरहेको समय मेरो बुबाको सपना पो थियो कि। बुबाको समयमा आकाशमा हवाई जहाज उडेको देख्दा ऊ जहाज भन्दै एकले अर्कोलाई देखाउँथे रे। तर आज मेरो समयमा 9 वटा एयरलाइन्स र दर्जनभन्दा बढी हेलिकप्टर कम्पनीहरूले नेपालको आकाशमा सेवा दिइरहेका छन्। पहिले हवाई जहाज विशेष वर्गका लागि थियो। अब त जहाँ बाटो टाढा छ त्यहाँ आकाश नजिकिएको छ। मेरो बुबाको समयमा इन्टरनेट त किताबमा पनि सायदै पढिन्थ्यो कि। तर आज मेरो समयमा 75% नेपालीको इन्टरनेटमा पहुँच छ। मलाई समाचार हेर्न अखबार कुर्नु पर्दैन। सिधै ट्रेन्डिङ कन्टेन्ट हेर्न सक्छु र कहिलेकाहीँ म स्वयं ट्रेन्डिङ हुन्छु। मंगलबार टिकटकमा नाचिन्छ, बुधबार जुममा पिच गरिन्छ अनि बिहीबार युट्युबबाट पैसा कमाइन्छ। यस्तो लाग्छ म बाँचिरहेको समय मेरो बुबाको सपना पो थियो कि। मेरो बुबाको समयमा घर उज्यालो हुन चाडपर्व आउनु पर्थ्यो। त्यति बेला जम्मा 100 मा 14 परिवारमा मात्र
बिजुली पुगेको थियो। त्यो 14मा मेरो बुबा पर्नु हुँदैन थियो। तर अहिले बिजुली नभई मेरो जीवन नचल्ने भएको छ। आज मेरो समयमा 100मा 97 नेपाली परिवारमा बिजुलीको पहुँच छ। तथ्याङ्क हेर्ने हो भने गएको 33 वर्षमा विद्युत उत्पादन 15 गुणाले बढेको छ। उपभोग पनि 10 गुणाले बढेको छ। बुबाले बनाएको घरको छानाले पानी त झेल्थ्यो, तर सपना चाहिँ रसाउने गर्थ्यो। काठ, जस्तापाता, माटो, गाउँभरि त्यस्तै घर थिए। तर आज म गाउँ फर्किँदा भित्तामा सिमेन्ट देख्छु, छानामा जस्तापाताको साटो आरसीसी देख्छु। तथ्याङ्कले भन्छ सिमेन्टको गाह्रो भएका घरमा बस्ने परिवार बुबाको समयमा 11% थिए। मेरो समयमा 56% छन्। बुबाको समयमा 90% घरहरू कच्ची छाना भएका थिए। अहिले मेरो समयमा त्यो घटेर 20%मा सीमित भएको छ। 95% परिवारमा आधारभूत पिउने पानीको सुविधा पुगेको छ। शौचालय भएका घरहरू 22%बाट झन्डै 94%मा पुगेका छन्। यस्तो लाग्छ म बाँचिरहेको समय मेरो बुबाको सपना पो थियो कि। बुबाले पैसा थैलीमा राख्नुहुन्थ्यो। बैङ्क टाढा त छँदै थियो, त्यो के हो थाहा पनि थिएन। बैङ्क जानु भनेको गाडी चढेर सदरमुकाम पुग्नु, कागज बुझाउनु, पालो कुरिरहनु जस्तो हुन्थ्यो। तर आज म क्युआर स्क्यान गरेर तरकारी किन्दा कहिलेकाहीँ बुबालाई देखाउँछु, बाबा यति काम त अब फोनमै हुन्छ। उहाँ मुस्कुराउनुहुन्छ। मेरो बुबाको पालामा एउटा बैङ्क शाखाले 47,000 नागरिकलाई सेवा दिनु पर्थ्यो। तर अहिले मेरो समयमा त्यो संख्या घटेर 2500 पुगेको छ। अनि मलाई लाग्छ म बाँचिरहेको समय मेरो बुबाको सपना पो थियो कि। बुबाले मलाई सानो हुँदा भन्नुहुन्थ्यो, छोरी होस् वा छोरा, पढ्न पाउनु सबैको अधिकार हो। तर उहाँको समयमा छोरी स्कुल जानु त परै जाओस्, छोरा स्कुल पठाउनु पनि ठूलो कुरा मानिन्थ्यो। तर आज मेरो समयमा अहिले विद्यालयमा छोरी छोरा बराबरीले पढ्छन्। माध्यमिक तहमा लैङ्गिक समानता हासिल भइसकेको छ। उच्च शिक्षामा पनि छोरीहरूको सहभागिता निरन्तर बढ्दो छ। महिला सशक्तिकरण अब नारा होइन, नतिजा बन्न थालेको छ। राजनीति, शिक्षा, सम्पत्ति स्वामित्व, सार्वजनिक सेवा जहाँ कहिल्यै महिला देखिँदैनथे, आज अग्रपङ्क्तिमा देखिन्छन्। बुबाको समयमा बाँच्न सकियो भने आश्चर्य हुन्थ्यो। बच्चा जन्मिँदा भन्दा पहिले बाँच्ला कि मर्ला भन्ने चिन्ता हुन्थ्यो। आमा सुत्केरी हुँदा घरको वातावरण भय र प्रार्थनाले भरिएको हुन्थ्यो। तर म त्यो पुस्ता हुँ जसले अब स्वास्थ्यलाई भाग्य होइन, अधिकार मान्छ। अस्पताल नजिकिएको छ, सेवा पुगेको छ, भरोसा बढेको छ। त्यसैले मेरो बुबाको समयमा 55 वर्ष रहेको औसत आयु अहिले 72 वर्ष पुगेको छ। बाल मृत्युदर प्रति लाख 139बाट घटेर 27मा झरेको छ। स्वास्थ्य, आवास, आर्थिक सहायता जस्ता कार्यक्रमहरूबाट लाखौं नागरिक लाभान्वित भइरहेका छन्। योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली अब संस्थागत रूपमा विस्तार हुँदै गएको छ। ज्येष्ठ नागरिक, महिला, श्रमिक, बालबालिका, विपन्न सबैको लागि अब सामाजिक सुरक्षाको ढोका खुलिसकेको छ। अनि मलाई लाग्छ म बाँचिरहेको समय मेरो बुबाको सपना पो थियो कि। मलाई लाग्छ म बाँचिरहेको समय मेरो बुबाले देखेको सपना मात्रै होइन, उहाँले सिर्जना गरेको सम्भावना पनि हो। उहाँ र उहाँको पुस्ताको जिन्दगीमा न धेरै थियो, न स्कुल, न किताब, न सडक, न उज्यालो, न प्रजातन्त्र।
मसँग त धेरै छन्, तर कहिलेकाहीँ लाग्छ म र हाम्रो पुस्तामा पनि नको कमी छैन। नदेख्ने बानी, नकारात्मकता मात्र देख्ने दृष्टि। देशले फड्को मारेको छ, तर हामी त्यो उफ्राई हेर्नै चाहँदैनौँ। हामी खोज्छौँ के छैन, भुल्छौँ के भइसक्यो। म बाँचिरहेको समय मेरो बुबाको सपना हो र म चाहन्छु मेरो सपना अर्को पुस्ताको गर्व बनोस्। आउनुहोस् सँगै सपना देखौं।